वन्दे नेपाल मातरम। योभन्दा अगाडिको मैले भिडियोमा नेपालमा हाम्रा नेताहरूले यथार्थ रूपमा सही रूपमा नेपाललाई चिन्न सकेनन्, नेपालको मौलिकता, नेपालको सभ्यता, संस्कृति आदि विषयमा भिडियो हालेकी थिएँ। त्यसको दोस्रो भाग आज म सेकुलरिजम अर्थात् सेकुलर धर्मनिरपेक्षको उत्पत्ति कसरी भयो, यो कसरी नेपालमा आयो भन्ने विषयमा छोटकरीमा केही चर्चा गर्ने प्रयास गर्दछु। युरोप सेकुलरिजम धर्मनिरपेक्षको विषयमा जान्न हामीले युरोपको इतिहासलाई स्पर्श गर्नुपर्ने हुन्छ। युरोपको इतिहासलाई 5औंदेखि 14औं शताब्दीसम्मको लागि डार्क एज अर्थात् अन्धकार युग भन्ने भनिन्छ। त्यो अन्धकार युगलाई के भन्ने इङ्गित गरिएको छ भने त्यति बेला युरोपमा चर्चको सर्वोपरिता, उसको व्यापकता, उसको प्रभाव चारैतिर फैलिएको थियो। राज्य सत्तासँग उसको द्वन्द्व परिरहन्थ्यो र उनीहरूको चर्चको के विचार थियो भने धर्म सत्ताबाट, बाइबलको विचारधाराबाट राज्य सञ्चालन हुनुपर्छ र बाइबलको नियन्त्रणमा देश हुनुपर्छ भन्ने उनको धारणा थियो। तर राज्य सत्तासँग एक कुराले द्वन्द्व परिरहन्थ्यो र बाइबलले के भन्छ भने यो पृथ्वीलाई जेल ठान्छ, त्यसबाट मुक्ति पाउन उनीहरूको सम्बन्धित उद्देश्य भनेको स्वर्ग प्राप्ति हो। त्यो कारणले गर्दाखेरि त्यसको राम्रोसँग युरोपमा विकास हुन सकेन र एक किसिमको युरोप चाहिँ नि धर्मको चङ्गुलमा फस्न गयो। यो कुरा मैले आफैले भनेको होइन, इतिहासमा लेखेको कुरालाई यहाँ पुनः दोहोऱ्याएको हो। र यसरी युरोपमा एउटा आपसमा धर्म र राज्यको बिचमा द्वन्द्व बढ्दै गयो, युरोपको धेरै विकास हुन सकेन। त्यसैलाई चाहिँ अन्धकार युग भनिन्छ। र पोपहरूको यतिसम्म प्रभाव थियो कि पादरीहरूको कुनै राजाको बिहा गर्न पर्दा पनि एउटा स्पेनको घटना पनि हो त्यो, र पोपहरूसँग उनीहरूले स्वीकृति लिनु पर्थ्यो र धेरै कुरामा उनीहरूको धेरै प्रभाव थियो। र अर्को के भने एकपल्ट स्पेनकी घटना हो यो। स्पेनकी रानी इसाबेलासँग कोलम्बस र भास्को डी गामाले अब नयाँ मुलुक पत्ता लगाउने अमेरिका र इन्डिया पत्ता लगाउन भनेर उनीहरू आफू जाने विचार भयो। पोपले के भन्यो भने त्यहाँबाट आएको सम्पत्ति, त्यहाँबाट लुटिएको सम्पत्ति चर्चको पनि भाग लाउनुपर्छ भन्ने कुरा भयो। त्यसअनुसार सम्झौता पनि भयो र यसरी चर्चको एउटा चारैतिर उसको पहुँच थियो, चारैतिर उसको व्यापकता थियो र पादरीहरू पनि अलिकति छुवाछुतमा पनि बढी विश्वास गर्थे। हुन त हाम्रो देश नेपालमा पनि छुवाछुतको पनि ठुलो थियो, तर बिस्तारै घट्दै गएको छ। तर त्यो कम्प्यारिजन गर्दाखेरि, त्यो एउटा चाहिँ तुलनात्मक रूपमा हिँड्दाखेरि चर्चको त्यो छुवाछुतपन अझ डरलाग्दो देखिन्छ। त्यति बेला अब जुत्ता सिउने मिजार भनौँ, प्राविधिक पद, त्यो पनि एउटा प्रविधि हो, प्राविधिक पद हो। उनीहरू चर्चमा आउँदाखेरि छुट्टै ढोका हुन्थ्यो र त्यहाँको पादरीले एउटा लट्ठीमा झुन्ड्याएर पाउरोटी दिन्थे, उनीहरू स्पष्ट पनि गर्दैनथे। त्यसै गरी एउटा यस्तो समूह पनि थियो जसले चाहिँ नि अब फोहोर उठाउने काम गर्थ्यो, तिनलाई चाहिँ नि छुट्टै ठाउँमा एउटा सहर बाहिर एउटा किल्ला जस्तोमा राखिन्थ्यो र तालचा मारिन्थ्यो। यसका केही नमुनाहरू मात्रै हुन्। यसरी युरोप अगाडि बढ्दै गइरहेको थियो बिस्तारै सुस्तरी। त्यसपछि रेनेसा काल आयो, पुनर्जागरण काल आयो। युरोपियनहरूले आफ्नो पुरानो सभ्यता, आफ्नो संस्कृति, साहित्य, कला अर्थात् ग्रिक सभ्यता सम्झे उनीहरूले आफ्नो पुरा साहित्य। बाइबलमा लेखेको मात्रै सत्य होइन रहेछ है, हाम्रो पनि केही रहेछ भने उनीहरूले बुझे। त्यसपछि त्यो एउटा पुनर्जागरण कालको चाहिँ प्रारम्भ भयो। त्यसमा सबभन्दा पहिले धेरै विद्वानहरू यसमा निस्के। म्याकियाभेलीले द प्रिन्स भन्ने नामक पुस्तक लेखे। त्यो म्याकियाभेलीको प्रिन्स नामक पुस्तकले त्यो धर्मसत्ताबाट, त्यो बन्धबाट मुक्त हुन ठुलो प्रयास गर्यो। त्यसै गरी कपर्निकस भन्ने एकजना व्यक्ति थिए, उनी पनि चर्चकै मान्छे हुन्। चर्चले नि बाइबलमा लेखेको कुरा सत्य हो भनेर प्रमाणित गरेर हराएको थियो। तर कपर्निकसले अध्ययन गरेर बाइबलमा लेखेको सबै कुरा सत्य होइन भनेपछि त्यो कुरामा चर्च र कपर्निकसको धेरै ठुलो द्वन्द्व भयो, उनीबाट समस्या पर्न गयो। त्यसरी अगाडि बढ्यो। त्यसपछि पनि अगाडि धेरै विद्वानहरू निस्के, जस्तो अब थमस हब्स थिए। हब्सले एउटा उनको तार्किक वैज्ञानिक चिन्तन थियो। त्यसै गरी क्यान्ट थिए। कान्टले के भन्थे, ईश्वर मान नमान, तर विज्ञानमा विश्वास गरेर भन्थे ईश्वर छ चाहिँ हामीलाई थाहा छैन। यसरी धेरै विद्वानहरू अगाडि बढ्दै गइरहेका थिए। र ग्यालिलियोले पृथ्वी गोलो छ भनेर पत्ता लगाए। त्यो कुरा चर्चलाई पचेन, किनभने बाइबलमा पृथ्वीलाई चेप्टो छ भने लेखिएको थियो। त्यस कुरामा ग्यालिलियो झन्डै ज्यान गएको थियो र उनी माफी नै माग्नु पर्यो। त्यसै गरिकन धेरै यस्ता घटनाहरू छन्। बिस्तारै उनीहरूले अब न्युटन देखा परे।
न्युटनलाई पनि त्यत्तिकै समाजवादी जस्तै ग्राभिटेसनको थ्योरी निकाल्ने। त्यसै गरी अगाडि बढ्दै बढ्दै गइरहेको थियो र पछिबाट त चार्ल्स डार्विनले मान्छे बनेको त बाँदरकोबाट मान्छे बन्यो भन्ने कुरा एउटा विकासवादको धारणा प्रस्तुत गरे। त्यो कुरा पनि चर्चसँग निकै टकराव पर्यो, निकै ठुलो घटना घट्यो। त्यसपछि पनि अगाडि बढ्दै बढ्दै धेरै कुराहरू गरे। त्यसपछि आएर चार्ल्स, माफ गर्नु होला, कम्युनिस्टका प्रणेता कार्ल मार्क्स निस्के। कार्ल मार्क्सले चाहिँ धर्म अफिम हो भनिदिए। त्यसबाट पनि यो ठुलो टकराव उत्पन्न हुँदै हुँदै गएर 19औँ शताब्दीमा आएर जर्ज एकजना विद्वान थिए होलियट, उनले अब यो धर्मनिरपेक्षताको सिद्धान्त ल्याए। धर्मनिरपेक्षताको सिद्धान्त उनले 4 कुरा भनेका छन्। उनको किताबमै ईश्वरको धर्मको उपेक्षा, माफ गर्नु होला, धर्मको उपेक्षा गर, विज्ञानलाई मान भन्ने उनको सिद्धान्त थियो। र उनी यसरी एउटा युरोपले धर्मको चङ्गलबाट फसेको युरोप झन् 500 वर्ष यसलाई लाग्यो। र पछिबाट इन्डस्ट्रियल रेभोल्युसन पनि भयो, औद्योगिक क्रान्तिले पनि युरोपलाई धेरै माथि पुर्यायो। र त्यसमा पनि उनीहरूको पादरीहरूको, त्यसमा पनि चर्चको पनि विरोध थियो। कुनै दिन यो मेसिनहरूमा, मोटरहरूमा आत्मा पस्यो भने के हुन्छ शैतानको भन्ने पनि त्यसमा थियो। त्यसरी एउटा धर्म चाहिँ नि एउटा निरपेक्ष भन्ने सिद्धान्त चर्च र राज्यको बिचको टकरावबाट निस्केको त्यो सिद्धान्तलाई निस्तेज गर्न चर्च आफ्नो ठाउँमा बस्ने, राज्य अब कानुनअनुसार चल्नुपर्छ भन्ने धारणाबाट विकसित भएको त्यो धर्मनिरपेक्षको सिद्धान्त हो। र त्यो धर्मनिरपेक्षको त्यो सिद्धान्तलाई 2062-63 पछि बनेको हाम्रो नेपालको संविधानमा धर्मनिरपेक्षताको किन राखियो, यो आफैमा एउटा खोज अनुसन्धानको विषय छ। तर पनि यसको उत्तर पनि छ। किनभने एउटा अब यहाँ प्रश्न उठ्छ कि हाम्रो देश नेपालका कुनै शङ्कराचार्य, कुनै योगी, कुनै महात्मा, कुनै मनुस्मृति लेखेका कुराहरू, कुनै नीतिशास्त्र लेखेका किताब अनुसारले हाम्रो शासन सञ्चालन गर्छ भने कहिले भनेका छन्? र हाम्रो त्यो परिपाट पनि होइन, हाम्रो चलन पनि होइन हो। राजा शासकहरू महर्षिहरूको आश्रममा जान्थे, उपदेश दिन्थे, उनीहरूले यसो गर्छ भने उनीहरूले सुझाव मात्र दिन्थे। त्यसरी कहिले पनि धर्मले हाम्रो राज्यलाई नियन्त्रण गर्ने कोसिस गरेन र त्यो हाम्रो परिपाटी पनि होइन। त्यस कारणले त्यो अवस्थामा निस्केको एउटा द्वन्द्वबाट निस्केको धर्मनिरपेक्ष हाम्रो नेपालमा किन संविधानमा राखियो? अब अर्को पनि एउटा यहाँ उनीहरूको तर्क के हुनसक्छ भने सबैलाई हिन्दू धर्म बाहेक अरूलाई पनि सबै स्वतन्त्रता दिनुपर्छ भन्ने हो। तर त्यो पनि हामीमा पहिलेदेखि नै छ। हामी हाम्रो धर्म बाहेक अरूको धर्मलाई त्यत्तिकै सम्मान गर्छौँ। हामी अरूको जस्तो अरू धर्मको भगवानलाई सैटानिक जस्ता शब्द पनि प्रयोग गर्दैनौँ। हामी सबैलाई एउटै भगवान हो भनेर विश्वास गर्दछौँ। त्यस कारणले पृथ्वीनारायण शाहले भन्नुभएको छ आफ्नो कुल धर्मबाट छोड्नु। त्यो बाहुन क्षेत्रीले मात्रै भनेको होइन, नेपालमा भएभएका जति जाति छन् सबैले आफ्नो धर्म मानेर अभ्यास गरेर एउटा देश एउटा फुलबारी हो भने त्यहाँ भन्न खोजिएको हो। र फेरि रिलिजन र धर्ममा पनि केही भिन्नता छ। रिलिजन भनेको धर्म चाहिँ होइन। हाम्रो धर्मको प्रकृति अलिक फरक छ। हाम्रो धर्म भनेको अग्निले पोल्नु, अग्निको धर्म हो। पृथ्वी निरन्तर घुमिरहन्छन्, त्यो उनको धर्म हो। जसो ब्रह्माण्ड आज चाहिँ हामी बसेका छौँ। त्यसै चन्द्रमाले एउटा शीतलता प्रदान गर्ने चन्द्रमाको धर्म हो। त्यसै गरिकन सबैको धर्म हुन्छ। त्यसैले हाम्रो राष्ट्र धर्म छ। सामान्य त्यसको पहिलो प्रभाव हामीले वेदमा देख्छौँ। वेदमा के भनिन्छ? माता मे भूमि पुत्र होम पृथिव्याम। हामी आफ्नो देश, आफ्नो स्वदेशलाई हामी माता सरह सम्झिन्छौँ। त्यसको चाहिँ नि रक्षा गर्नु, सुरक्षा गर्नु हाम्रो कर्तव्य हो, हाम्रो धर्म हो भने पुत्र होम पृथिव्याम, पृथ्वीका पनि हामी पुत्र हौँ। हाम्रो देश मात्रै होइन, पृथ्वीका प्रत्येकलाई हामी त्यत्तिकै सम्मान गर्नुपर्छ भने त्यहाँ भनिएको हो। त्यसरी हामी वसुधैव कुटुम्बकम, हामी पृथ्वीमा भए प्रत्येक दाजुभाइ दिदीबहिनी हामी सबै आफ्ना नाता मित्र हौँ भने योभन्दा ठुलो उदारवाद अर्को धर्म हुन सक्दैन। त्यसैले यो कुनै वाद विवाद अल्झेको धर्म पनि होइन। हाम्रो धर्मको उद्देश्य र लक्ष्य पनि त्यो होइन। फेरि धर्म, जहाँ धर्मको उत्पत्ति भयो, भगवान कृष्णले के भन्नु भने यदा यदा धर्मस्य ग्लानि भवति भारत। जब धर्मको चाहिँ ऊ हुन्छ नाश हुनु, म फेरि अवतारले धर्मको चाहिँ म रक्षा गर्छु। जहाँ यस्तो धर्मको उत्पत्ति भएको देशमा हाम्रो देशको मूल संविधान, संसारकै प्राचीन राष्ट्र, दक्षिण एसिया प्रथम राष्ट्रमा धर्मनिरपेक्षता शब्द राखिएको, यो आफैमा घोर एउटा चाहिँ आपत्तिजनक छ। किनभने एउटा त्यो राख्नै हुने कुरा त्यो त्यति बेला गरियो। यसमा दुईटा कुरा हामी देखिछौँ। एउटा कुरा के छ भने नेपाललाई पहिलेदेखि नै विशेष गरी युरोपियनहरूले नेपाललाई पहिलेदेखि हिन्दू राष्ट्र हुने देखिसकेका थिएनन् र नेपाललाई त्यति बेलाका पत्रहरू, त्यति बेलाका समाचारहरू हामी थाहा पाउन सक्छौँ। जसै भए पनि यो नेपाललाई हिन्दू राष्ट्र
एकमात्र हिन्दू राष्ट्रबाट त्यसलाई चाहिँ खतम पार्नु र हाम्रो सभ्यता संस्कृति कुठाराघात गर्ने उनीहरूको पहिलेदेखि नियम थियो। त्यो 62-63को त्यो राजनीतिक परिवर्तनपछि उनीहरूलाई एउटा ठुलो सुनौला मौका प्राप्त भयो। यसमा हाम्रो नेताहरू पनि ठुलो चुके। नेताहरूले पनि धेरै कुरा छ यहाँ। विदेशी उनीहरू प्रलोभनमा फसे। उनीहरूले विदेशमा बोकेको एउटा एजेन्डा त्यो हाम्रो धर्ममाथि चाहिँ त्यो उनीहरूले पनि स्वीकार गरे र धर्मनिरपेक्ष राखियो। धर्मनिरपेक्ष राख्नुमा अर्को पनि के थियो भने यदि नेपाल एउटा जियो पोलिटिकल भूराजनीतिक देश हो, त्यत्रो ठुलो जायन्ट इकोनोमी इन्डिया र चाइनाको बिचमा बसेको देश हो, यदि यहाँ सधैँ अशान्ति गर्न पाइयो, यस द्वन्द्व आपसमा धर्मको द्वन्द्व गराउनु पायो भने आफ्नो स्वार्थ सिद्ध हुन्छ भने पश्चिमाको एउटा कारण पनि थियो। त्यसरी एउटा हिन्दू राष्ट्रलाई चाहिँ सुहाव पार्ने काम गरियो। तर मलाई त्यो संसदको सम्झना आउँछ 62-63 बजेको संसदमा, जब त्यति बेला नेपाल अब धर्मनिरपेक्ष राष्ट्र भयो भने त्यति बेलाका सांसदहरूले गडर थपडी बजाए। ओहो, एउटा कुनै संविधानमा के लेखेको छ भने कुनै पनि कुराको दफा कानुन छलफल एक छलफल गरेर मात्रै निर्णय गर्नुपर्छ भनिएको छ। तर हिन्दू राष्ट्र विषय कसैले एक विषयमा छलफल पनि गरिएन, एक शब्द पनि 1 मिनट पनि टाइम दिएन। उनीहरू त त्यति बेलाका सांसद एउटा विवेकहीन शून्य रोबोट मानव जस्तै उनीहरूले ढ्याङ थपडीका धर्मनिरपेक्षलाई चाहिँ उनीहरूले स्वागत गरे। त्यो घोर आपत्ति थियो, त्यसो हुनु हुँदैन थियो। त्यसै गरिकन अर्को राजतन्त्रलाई पनि हटाउनु अर्को पश्चिमाको प्रमुख उद्देश्य त्यो के थियो भने हिन्दू राष्ट्रको संरक्षक नै धर्मको संरक्षण राजा हुन्छ, राजाले नै धर्मको संरक्षण गर्छन्। यदि हिन्दू राष्ट्र सँगसँगै राजालाई हटाइएन भने त्यो हिन्दू धर्म फेरि मौलाउँछ भन्ने उनीहरूको धारणा थियो। र उनीहरूले संसारको एकमात्र वैदिक राजा जसको सभ्यता संस्कृति ऋग्वेद कालदेखि अत्यन्त अक्षुण्ण परम्परा, एउटा महान परम्परा थियो र यसको एउटा संस्कृति विश्वको लागि एउटा अध्ययनको विषय थियो। राष्ट्रसँग जोडिएको यति संस्कृतिहरू थिए, यति परम्पराहरू थिए, त्यो एउटा नेपालको एउटा सफ्ट पावर, एउटा गर्वको कुरा पनि थियो। राजालाई पनि यसरी एउटा पश्चिमीहरूको कुप्रभावबाट राजालाई हटाउने कार्य गरियो। मैले एकपल्ट मेरो आदरणीय दमनाथ ढुङ्गानाज्यूलाई सोधेको थिएँ, नेपालमा किन यसरी राजा हटाइयो? उहाँले के प्रश्न मलाई के उत्तर दिनुभयो भने राजालाई नेपाली जनताले हटाएको होइन, यो विदेशी षड्यन्त्र, विदेशीहरूको चलखेल र हाम्रो नेताहरूको गलत कारणबाट मैले चाहिँ राजा हट्नुको सम्झन्छु जलजाली। त्यसैले अब हामीले त गल्ती गऱ्यौँ, अब बन्ने संविधान, अब बन्ने चाहिँ अहिले चुनाव हुँदैछ, चुनावपछि पनि त्यो जो सत्तामा पुगे पनि हाम्रो देशको त मौलिक पहिचान हिन्दू राष्ट्र, धर्मसापेक्ष हिन्दू राष्ट्र, वैदिक हिन्दू राष्ट्र, सनातन राष्ट्र बनाउनै पर्छ। त्यसमा नेताहरू चुक्नु हुँदैन, अझ पनि विदेशी प्रभावबाट पर्नु हुँदैन। साथै राजालाई पनि न्याय दिनुपर्छ। एकपल्ट राजतन्त्र पनि अलङ्कारिक राजा, संविधान राजतन्त्र राखिदिनुपर्छ, किनभने त्यो पनि हाम्रो एउटा गर्व हो, गौरव हो। किनभने भारतमा पनि हाम्रो राजाको धेरै ठुलो प्रभाव छ। चारैतिर राजालाई चाहिँ नि एउटा भगवानको रूपमा मान्छौँ। जहाँ भारतका राष्ट्रपति प्रधानमन्त्री जान सक्दैनन् त्यहाँ राजा जान्छन्। जस्तो बद्रीमा केदारमा राजा दर्शन गर्नको पनि उनीलाई छुट्टै सिंहासन राखिएको छ। रामेश्वरमा त जहाँ भारतका प्रधान राष्ट्रपति कसैले पनि जाने अनुमति छैन, हाम्रो राजालाई जाने अनुमति दिएको छ। नेपाल नरेश भन्छन्। यसरी एउटा गलत तरिकाबाट एउटा कुनै एउटा टु द डेमोक्रेसी, फर द डेमोक्रेसी, बाई द डेमोक्रेसी भन्ने नेताहरूले अलिकति पनि विवेक नपुर्याइकन, कुनै कुरा चिन्तन नगरिकन राजालाई जुन एउटा हिन्दू धर्म हटाइयो, त्यो घोर आपत्तिजनक छ। त्यो कुरालाई हामीले चाहिँ सम्बोधन गर्नुपर्छ, हटाइनुपर्छ भन्ने मेरो आफ्नो प्रबल विचारधारा रहेको छ। र त्यो गर्नु हुन त्यसबाहेक फेरि हाम्रो संविधानमा धेरै कमजोरी छ। र त्यो विदेशी संविधान, विदेशी लेखिदिएको त्यो संविधान हो, हामीले लेखेको संविधान होइन। किनभने त्यो संविधानले बुद्धलाई पनि चिन्दैन, पशुपतिनाथलाई पनि चिन्दैन, नेपाल एक गर्ने बडा महाराधिराज पृथ्वीनारायणलाई पनि चिन्दैन। त्यो नेपालीहरूको संविधान होइन, हाम्रो डिएनए होइन, नेपालको संस्कृति धर्म परम्परा त्यसमा केही पनि छैन। त्यस कारणले त्यो संविधानमा धेरै धाराहरू परिवर्तन गर्नुपर्छ। र यस्तो किसिमको संविधान बनिएको छ कि कुनै पनि पार्टीको बहुमत आउनै सक्दैन। हङ पार्लियामेन्टको त्यहाँ राखिएको छ। त्यो जानी विदेशीले बनाइएको, नेपालमा सधैँ दुःख होस्, द्वन्द्व भइरहोस्, नेपाल अस्थिर होस् भन्ने गरिएको। हाम्रो नेताहरूले त्यो कुरा बुझ्न सकेनन् अथवा बुझ पचाए, म यसो भन्न सक्ने अवस्था छैन। र धेरै कुराको परिवर्तन गर्नुपर्ने छ, न्यायिक परिषदका परिवर्तन गर्नुपर्ने छ। त्यसो गरे मात्रै अब आउने चुनावपछि बन्ने सरकारले आफ्नो चाहिँ नि
सत्ता आफ्नो राज्य सत्ता अगाडि बढाउन सक्ला, नत्र फेरि आपसमा फेरि त्यही द्वन्द्व, त्यही समस्या, त्यही टक्राव त्यो भइ नै रहनेछ। र यति भन्दै मैले आफ्नो एउटा सानो भिडियो हजुरहरूलाई प्रस्तुत गरेँ। कस्तो लाग्छ? ओम शान्ति शान्ति शान्ति।